धरानको ओसो पार्क ओहो दामी रहेछ त सबैजना हेरिदिनु होला दामी रहेछ है त सो आज चाहिँ हामी करिब बेलुकातिर 5 बजेतिर चाहिँ हामी धरानबाट चाहिँ टेम्पोबाट चाहिँ हामी ओसो पार्क भन्ने ठाउँ चाहिँ आएका थियौँ होस् मेरो चाहिँ यो सेकेन्डचोटि भन्नुपर्छ अस्ति पनि एकजना साथीसँग आएको थियो त्यतिखेर चाहिँ स्कुटीमा आएको थियो आज चाहिँ हामी टेम्पोमा आएको थियौँ होस् यतिखेर चाहिँ मौसम दामी रहेछ है त भन्नाले अब दिउँसो त पुरा घाम लाग्छ होइन तर अलि बेलुका 5 बजेदेखि चाहिँ अलिकति शीतल हुन्छ त्यसपछि चाहिँ आराम हुन्छ रहेछ त्यसपछि चाहिँ आएर यसो मजाले घुमघाम गऱ्यो अनि साथीसँग अलिअलि फोटोसोटो यताउता खिचखाच भइगयो जे होस् त्यतिखेर चाहिँ लोकेसन भन्नाले पनि यतिखेर चाहिँ भ्यू चाहिँ दामी आइरहेछ है गाइस भ्यू चाहिँ एकदम दामी आइरहेछ तपाईँहरू पनि बेलुकातिर आउँदा चाहिँ ठिक राम्रो हुन्छ यहाँ दिउँसो आउँदा नि राम्रो हुन्छ तर अलिक घाम आउँछ क्या धरानमा अलिकति गर्मी नै ज्यादा हुन्छ अलिकति बेलुका 3 बजेदेखि उता आयो चाहिँ तपाईँहरूलाई अलिकति सजिलो हुन्छ यहाँबाट चाहिँ गेट छिर्ने छ है साथीहरू टिकट खै लिन्छ कि लिँदैन हाम्रो त लिएन जस्तो लाग्यो साथीले कुरा गर्यो होला त्यसपछि चाहिँ हामी भित्र आयो त्यसपछि यहाँ देख्न सक्नुहुनेछ हातहरू कस्तो छ है यहाँ फेरि ढोलक के भन्छ कि ढोलक या राई भाषाबाट अनि यहाँ चाहिँ स्ट्याचुहरू सम चौतारी यहाँ म श्रमदाता हुँ के लेखेछ अनि यो चाहिँ मलाई दामी लाग्यो है त सबसे युनिक खालको अनि यहाँ हाम्रो गोर्खा के अरे यसको नाम गोर्खा पार्क यहाँ चाहिँ दामी भ्यू हुँदो रहेछ साथीहरू तपाईँहरू यहाँ को आउनु भएको छ कमेन्ट गर्नु होला जस हामी जाँदा चाहिँ अलिअलि भिड थियो त्यसपछि हामी पनि फेरि भिडियो बनाउन लागि गयो फेरि यस्तो ठाउँ किन छोड्नु भनेर त्यसपछि हामी पनि यसो भिडियोतिर लाग्यौँ जस भ्यू देख्न सक्नुहुन्छ तपाईँहरू कस्तो दामी रहेको छ भ्यू चाहिँ है त साथीहरू यस्तो वरिपरि भ्यूजहरू हेर्दाखेरि चाहिँ खिच्नु पनि पुरा मन लाग्ने क्या यस्तो देखेपछि त फेरि यस्तो आनन्दको दामी खालको त्यसपछि हामी त्यहाँबाट चाहिँ लाग्यौँ अलिमाथितर्फ के रहेछ भनेर अलिमाथितिर हेरौँ त्यसपछि चाहिँ हामी लाग्दै साथीले पछाडिबाट मेरो खिच्दैछ यो भिडियो त्यसपछि हामी बेलुकातिर फर्क्यौँ लगभग 6:20 चाहिँ हामी यहाँबाट निस्क्यौँ होला सायद है त आजको यतिलाई